वेलकम ब्याक टु माई च्यानल। सो लङ टाइम पछि चाहिँ मैले भ्लग लिएर आएको छु। मेरो भिडियोलाई हेरेर माया गरिदिनु होला। हामी चाहिँ यहाँ छ तिमी डान्स हेर्नलाई जाँदैछौँ साथीहरू। सो हामी जाँदा चाहिँ 3 बजिसकेको थियो। 3 बज्दा पनि हेर्नु न, घाम चाहिँ चर्को नै थियो है। गर्मी कस्तो गर्मी भइरहेको थियो कि, अनि धुलो पनि कति धुलो थियो बाटोमा। अनि हामी चाहिँ त्यहाँ पुग्नलाई 10-15 मिनट जति लागेको थियो। त्यसले चाहिँ बाबुलाई बोकेर हिँड्नु भइरहेको थियो, मैले भिडियो गरिरहेको थिएँ। फाइनली साथीहरू हामी चाहिँ त्यहाँ पुग्यौँ। हेर्नुहोस् न, मान्छेहरू कति धेरै हुनुहुन्थ्यो कि त्यति बेला है हेर्नको लागि। अनि बाबु पनि त्यहाँ साथी पाएर खेलेर बसेको रहेछ बान्जाले। यो छोराले पनि आफ्नो बाबालाई देखेर बाबासँग गयो है, बाँसुरी लिएर खेलाउँदैछ। सो अनि मेरो बाबुलाई चाहिँ मैले भुइँमा छोडिदिएँ, खेलिरहेको थियो पनि। यो चौर चाहिँ एकदम ठुलो छ कि, चौरको बिचमा चाहिँ मन्दिर छ। सो गाइस, भिडियो हेरेर इन्जोय गर्नु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। त्यहाँ पुगेको एकैछिनपछि चाहिँ तिमी डान्स गर्न सुरु भयो। तिमी डान्स हेरेर इन्जोय गर्नु तिमी डान्स सकेपछि चाहिँ थोरै क्लिप हाम्रो पनि लिएँ मैले। अनि हामी बाबुहरूलाई फलफुल खुवाउनलाई गयौँ। हामीले चाहिँ चटपटे खायौँ, दिदीले चाहिँ बाबुलाई खुवाउँदै हुनुहुन्छ। एकैछिनमा मौसम पनि चेन्ज भयो, हावाहुरी आयो, त्यसैले घर आएको चाहिँ क्लिपहरू खिच्न पाएन साथीहरू। आजलाई चाहिँ भ्लग